लेट्स मेक के भन्छ जेसन सर्भरलाई चाहिँ डिप्लोय कसरी गर्ने भन्ने कुरा चाहिँ हामी हेरौँ है। सो त्यसको लागि चाहिँ सुरुमा चाहिँ जेसन सर्भर भनेको चाहिँ के हो भन्ने कुरा बुझौँ होइन। जेसन सर्भर भनेको चाहिँ जस्तै हाम्रो यहीँ लेखेको छ है, मक सर्भर हो क्या। जस्तै मक सर्भर भन्नाले कसरी बुझिन्छ भन्दाखेरि चाहिँ हाम्रो हाम्रो सर्भर छैन, तर हाम्रो फ्रन्ट एन्डलाई चाहिँ टेस्ट गर्नु छ, अनि हामी सर्टेन एउटा मक डाटा यसरी दिन्छ होइन, आफ्नै एउटा डेटा बनाएर स्ट्याटिक डाटा बनाएर दिन्छ, अनि हामी चाहिँ फ्रन्ट एन्डमै लेख्छ क्या त्यो कोड। अनि db.json भन्ने हामी बनाउँछ। सुरुमा त प्याकेजलाई इन्स्टल गर्नु पर्यो, npm install json सर्भर, त्यहाँदेखि db.json भन्ने बनाउने, अनि त्यहाँदेखि db.json आफ्नो डेटा चाहिने डेटा आफूलाई चाहिने डेटा यहाँ हुन्छ। अनि त्यो डेटालाई हामी अनि अब जस्तै त्यो डेटा युज गर्नको लागि चाहिँ हामीले जेसन सर्भर रन गर्नुपर्छ। जेसन सर्भर रन गरिसकेपछि हामी त्यो डेटा युज गर्न पाउँछ। तर यो डेटा चाहिँ जस्तैको लागि यो डेटा चाहिँ जस्तै टेस्ट गर्नको लागि चाहिँ मैले डिप्लोय गर्नु पर्यो अरे एक्जाम्पलको लागि होइन। सो डिप्लोय गर्न चाहिँ यसलाई चाहिँ मिल्दैन क्या, किनकि डिप्लोय गर्नु भनेको हाम्रो सर्भर बनाउनु हो, अनि सर्भर बनाउनु चाहिँ यहाँबाट मिल्दैन, यो अलरेडी एउटा सर्भर हो। सो यसलाई सर्भर बनाउनको लागि चाहिँ मैले यहाँ एउटा रिपो बनाएको छ होइन। सो जहाँ चाहिँ तपाईँहरू सिधै गएर यहाँ रिपोमा अलरेडी छ, तपाईँहरू सिधै गएर क्रिएट न्यू रिपो गर्ने, अनि अनर चाहिँ अहिले मलाई राख्नु पर्यो होइन। अनि रिपोमा चाहिँ अब जस्तै मक टेस्ट सर्भर भनेर मैले एउटा रिपो क्रिएट गरेँ होइन। अनि अब यसको बेसिसमा चाहिँ अहिलेको हाम्रो जुन पप एपिआई सर्भर थियो त्यसको बेसिसमा चाहिँ यसले रिपो बनाउँछ एउटा होइन। सो अन जेनेरेट फ्रम पप एपिआई भन्यो नि, त्यसको बेसिसमा चाहिँ एउटा मक टेस्ट सर्भर भन्ने हामीले रिपो बनाएँ। यसलाई सिधै लिएर क्लोन गरिदिने होइन, सिधै जस्तै एउटा टेस्ट भन्ने फोल्डर बनाउँछु, अनि टेस्ट भन्नेमा जान्छु, अनि यहाँ चाहिँ सिधै यसलाई क्लोन गरिदिएँ मैले होइन। जस्तै VS कोड मैले गएर खोलेँ भने चाहिँ मेरो यो चाहिँ आयो यहाँ मेरो है। सो अब यहाँभित्र पनि अझै जाने भने चाहिँ यहाँभित्र गएर पनि खोल्दा भयो। सो मैले यो खोलेँ, यो खोलिसकेपछि अब जस्तै db.json मैले मेरो स्ट्याटिक डाटा छ, जस्तै तपाईँहरूको आफ्नो डेटा हाल्न मिल्यो। जस्तै एक्जाम्पलको लागि चाहिँ मैले यहाँ एउटा डमी जेसन डेटा भनेर मैले राखेर कुनै पनि एउटा फ्री डमी जेसन डेटा चाहिँ मैले लिएँ अरे एक्जाम्पलको लागि होइन। अब जस्तै एउटा प्रोडक्ट भनेर चाहिँ ठुलो डेटा नले सानो डेटा पनि छ, पोस्ट पनि युजर छ। जस्तै एक्जाम्पलको लागि जस्तै यो डेटा मैले लिएँ अरे होइन। अनि मैले चाहिँ अब यो चाहिँ यहाँ मैले आफ्नो एउटा युजर भन्ने आफ्नो डेटा बनाएँ, अनि मैले आफ्नो डेटा त्यहाँ हाल्दिएँ। सो मैले युजर भन्ने डेटा बनाएँ अनि आफ्नो डेटा हालेँ। अब यसलाई रन गर्नु छ भने लोकली रन गर्नु छ भने npm रन डेभ गर्दा पनि भयो होइन। त्यसको लागि सुरुमा चाहिँ हामीले npm इन्स्टल गर्नु पर्यो। मेरो अघि नेमिङ मिलेको npm रन डेभ गऱ्यो भने चाहिँ डेभलपमेन्ट 3000 रन भयो। अनि अब जस्तै मैले यहाँ गएर लोकल होस्ट 3000 मा गएर अनि युजर्स भन्ने छ होइन, गऱ्यो भने चाहिँ हाम्रो सर्भरबाट रन भयो। अब यसलाई चाहिँ जस्तै यो त स्ट्याटिक भयो हाम्रो, यो चाहिँ हाम्रो लोकली नै रन भयो। अनि यसलाई डिप्लोय गर्नु छ भने चाहिँ सो सेम अघिकै जस्तो तपाईँहरूले त्यो गरेर जानुभयो, त्यो गर्नुभयो। अब हामी रेन्डरमा डिप्लोय गर्ने रेन्डरमा जाऊँ। अनि मैले यहाँ पनि मैले राखिदिएको छु क्या। जस्तै अब रेन्डर डिप्लोयमेन्ट छ भने सुरुमा रेन्डरमा जाने, अनि रिपोलाई इम्पोर्ट गर्ने। जस्तै यहाँ गएर मैले वेब सर्भिस जान्छु, अनि त्यहाँदेखि जस्तै यो मेरो रेपो होइन। अनि यो इम्पोर्ट गर्नुभन्दा अगाडि त मैले यहाँ डेटा लाएर पुस गर्नु पर्यो नि त, गिट
कमिट कमिटमा चाहिँ एडेड डेटा गिट पुस भएन। यहाँ गइसकेपछि अनि पुस गरिसकेपछि यहाँ गएर हाम्रो एकचोटि हेरौँ आयो कि आएन। जस्तै यहाँ गएर हेर्दा हुन्छ होइन, हाम्रो डेटा आयो। सो अब यहाँ गइसकेपछि हाम्रो डिप्लोय चाहिँ यसलाई गर्ने होइन, मक सर्भरलाई गर्ने। नेम यही राख्दा भयो, तपाईँ आफ्नो कस्टम नेम राख्दा भयो। यो जेएसएलले त्यत्तिकै छोडिदिने, किनकि यही अनुसारै छ हाम्रो प्याकेजहरू। जस्तै स्टार्ट गर्नु छ नोड सर्भर र जिएस हो, अनि यहाँ पनि नोड सर्भर जिएसै छ। अनि बिल्ड गर्ने यो फ्री गर्नु छ भने फ्रीमा सेलेक्ट गर्ने अनि डिप्लोय गरिदिने। सो गाइज इट विल टेक द टाइम होइन, सडन अलिकति टाइम लिन्छ, तर यो चाहिँ डिप्लोय चाहिँ हुन्छ है। सो गाइज डिप्लोय भइसकेपछि भेटौँ है त। हाम्रो लाइभ भयो, बिल्ड भइसक्यो। अनि यो बिल्डिङ देखाएर रिजल्टसम्म बस्नु मात्र भयो, सिधै गएर हेर्दा पनि भयो होइन। सो हाम्रो आइसक्यो। अनि हाम्रो युआरएल चाहिँ यो हो। सो यो स्ल्यास के थियो, अनि यो जस्तै मैले भनेको थिएँ यहाँ गएर हेर्दा पनि तपाईँहरूलाई गाह्रो भयो भने सिधै रेडमी आफ्नो रेपोको रेडमीमा जाने। जस्तै एक्सेस गर्नको लागि चाहिँ के छ भन्दा एचटिटिपी, अनि यो भनेको यति चाहिँ भनेको हाम्रो ब्याक एन्ड युआरएल, आफ्नो युआरएल स्ल्यास पप एपिआई स्ल्यास इन पोइन्ट्स भनेको आफ्नो डेटाको इन पोइन्ट्स भयो। जस्तै यो भनेको त्यो भयो, ब्याक एन्ड युआरएल भयो, स्ल्यास पप एपिआई हुनु पर्यो, पप एपिआई एन्ड स्ल्यास। अब अघि हाम्रो के थियो इन पोइन्ट्स युजर्स थियो होइन। जस्तै यहाँ गएर हेर्दा भयो इन पोइन्ट्स भनेको चाहिँ जस्तै आफूले राखेको इन पोइन्ट्स भनेको चाहिँ यो चाहिँ हाम्रो इन पोइन्ट्स भयो, युजर छ। सो युजर चाहिँ हाम्रो इन पोइन्ट्स भयो भने हाम्रो डेटा डिप्लोय फाइनली सक्सेसफुल्ली डिप्लोइड भयो। ल गाइज यसरी हामी डिप्लोय गर्न सक्छौँ। सो भेरी फर्स्टमा चाहिँ आदि हुनुहुन्छ भने मलाई यहाँ फलो गर्न नबिर्सिनु। अनि त्यहाँदेखि हाम्रो यहाँ गएर स्टार दिन चाहिँ नबिर्सिनु है त गाइज।